साथीहरू ल हामी यता जलबिरेतिर है जलबिरेतिर को पाउनु भयो को पाउनु भएको छैन आउनुलाई एकदम रमाइलो छ हेर्नु त कतिजना आउनुभएको छ अझै अघि नै त धेरैजना हुनुहुन्थ्यो अहिले चाहिँ घट्नु भयो यो जाडोमा पौडी खेल्न हेर्नु न चिसो छ कतिजना त पौडी खेल्न आउनुभएको छ यता फेरि के भन्छ यो फेरि यहाँ लहरामा हिँड्ने चाहिँ त्यो पानीमा को सक्छ जस्तो हेलो के छ ब्रो हेलो साथीहरु आउनुस् है रमाइलो छ तर अहिले आएर ल्याउन सकिन्न लास्टै चिसो तपाईहरु चाहिँ आउनुस् उहाँको त्यो माथिबाट झरेको पानीले मेरो कपाल हेर्नु थाहा पाउनुहुन्छ है ए यस्तो उल्टे कुखुराको जस्तो पङ्खा चाहिन्न यहाँ यस्तो चिसो छ एसीको हावा छ एसीको म त दोस्रो चोटि हो पहिला चाहिँ यस्तो भनौँ न यो अलिकता अलि व्यवस्था चाहिँ थिएन हल्का थियो यो चाहिँ अहिले एकदम निलो छ गहिरो छ त्यतिखेर चाहिँ गहिरो थिएन मेरो बाबुहरूले पौडी खेलेको हो हामी चाहिँ त्यहाँ गएर पौडी खेलेको थियौँ त्यो माथि झर्नामा थापिएको थियौँ यस्तो टाउको दुखाउने त्यो पानीले अहिले त खतरा डेन्जर छ के जान पनि सकिन्न भाइ छ यतै फेसबुक रिल मात्रै छोरो भाइ यो मेरो ठुलो छोरो सानो थियो कति 5-6 वर्ष कतिको थियो है त्यस्तै थियो त्यतिखेर आएको अनि अहिले बल्ल दोस्रो चोटि भयो मेरो चाहिँ छोरो र मेरो चाहिँ अनि मेरो बुढो मेरो भाइ चाहिँ फर्स्ट चोटि ल सबैजनाले माया गरिदिनु होला है हामीलाई ल लाइक गरेर माया गरेर मेरो भ्युअर्स बढाइदिनु सबैजना भ्युअर्स साथी ल साथीहरू सबैजनाले हामीलाई फलो गर्नु होला मेरोमा बाई बाई कस्तै रमाइलो छ भाइ यस्तो छ क्या हावा लगाएर कपाल त्यस्तो गराइदिन्छ बाई बाई साथीहरू ल फेरि भेटौँ होला है बाई